अगो भाइ ओइसी खत्ता आजको मौसम। सो अस्तिको भिडियोको लागि धेरै धेरै धन्यवाद। त्यति धेरै रेस्पोन्स आउँछ मैले सोचेको थिएन। त्यो भिडियो खानामा भन्दा नि मलाई हेरेर यहाँ पिम्पलै आयो मलाई। आज म बनाउन जाँदैछु, हजुरले थाहा पाइहाल्नुहुन्छ बिस्तारै, सबैलाई मन पर्ने प्रो सेफ त होइन, तर आफूले बनाएको आफूलाई चाहिँ मिठो लाग्छ है मलाई। सिक्दैछु डे बाई डे। जसरी यो बटर पग्लिरहेको छ मेरो मन चाहिँ त्यसरी पग्लिँदैन बाइ द वे। जसलाई होइन खिर एके दुध भात बनाउन आउँदैन भन्छ नि, एकदम सिम्पल छ, पाकिसक्यो। अब यो बस चलाउने, धेरै होइन, अलिकति दुध घटुन्छ पाक्यो। त्यस पछाडि अनि बाइ द वे खिर बनाउने बेला नि केटीको केयर भन्दा नि ओभर केयर गर्नुपर्छ है। फेरि वान मिस गेम फिनिस, पोखिन्छ। घरिघरि त नि मेरो रिस पनि यो दुध उम्ले जस्तो उम्लिन्छ। पक 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 पक। आहा अलमोस्ट रेडी हुन लागिसक्यो। सो फाइनली मैले बनाएँ। अब टेस्ट गरौँ कस्तो भएछ है त एकदम। पहिला यससँग ट्राई गरौँ, खिरसँग ट्राई गरौँ। अब अचारसँग